मेरो चाहिँ जेरेनियमहरूलाई रिपोर्टिङ गर्नुपर्ने अझै धेरै नै छ, किनभनेदेखिलाई चाहिँ मैले चाहिँ ढिलो थालेँ नि त, त्यही कारणले चाहिँ यति बेलासम्म सकेको पनि छैन। अस्तिदेखि थाल्नु भए त यति बेला सकेर जेरेनियमहरूमा नयाँ टुसाहरू पनि आउँदै गरेको हुन्थ्यो। खासमा आउनुपर्ने हो यति बेलातिरसम्म, तर अब ढिलो थालेको भएर चाहिँ अझैसम्म पनि मैले चाहिँ यो मलहरू थप्ने काम, रिपोर्टिङ गर्ने काम नै सकेको छुइनँ नि त। अनि आज पनि म मलहरू थपिदिँदैछु पुरानो बोटहरूमा। योहरू चाहिँ लास्ट इयरकै बोटहरू हो, अनि यिनीहरूमा चाहिँ मलहरू पनि राम्रै थियो नि त, त्यस्तो मल फेर्नु पर्नेहरू पनि थिएन, कमिला पनि लागेको थिएन। त्यही कारणले चाहिँ मैले चाहिँ यसरी मलहरू थपी मात्रै दिएँ। अनि पुरानो हाँगाहरूलाई कटिङ गरिदिएर अनि बुढो बुढो लिफहरूलाई मजाले सबै फ्याँकेर मजाले रोपिदिएँ। अनि यो मेरो अहिले जुन चाहिँ मैले बनाउँदै गरेको छु, यो चाहिँ एकदमै दामी छ। मलाई चाहिँ यो चाहिँ पुरा मनपर्छ, हाइब्रिड जस्तो लाग्यो यो चाहिँ मलाई चाहिँ। अनि अझै धेरै छ मेरो रिपोर्टिङ गर्नुपर्ने, अझै कतिवटा आउँछ भिडियोहरू, त्यो चाहिँ थाहा भएन। अनि हेर्दै गर्नुहोस् होला अनि कमेन्ट गर्नुहोस् होला। थ्याङ्क यू सो मच।